हेलो साथीहरू, खाना बनाउनु भयो त हजुरहरूले? मैले चाहिँ बनाउँदैछु। यो हिजोको भिडियो है साथीहरू। मैले हिजो राख्छु भन्दा भन्दै अनि भिडियो लामो भएर राख्न भ्याइनँ। पछि राख्छु भन्दा भन्दै के हो कामै नभ्याउनेको साथीहरू। मैले त कतिखेर कामै भ्याउँदिनँ। भित्रको काम के काम हो, काम गरेको पनि देखिँदैन। कामै एउटा काम निस्किरहने, भ्याउँदै नभ्याइने। आज बल्ल राख्दैछु साथीहरू मैले। अब नानीलाई स्कुल पठाएपछि अनि बल्ल मोबाइल समाउने हो। नानी हुँदो रहेछ बिहानभरि के हो काम हुने। एकजना स्कुल जाने घरमा भएपछि त एकछिन होमवर्क गराउने, पढाउने, यताउता गर्दा गर्दै भ्याउँदिनँ भने मैले त कतिखेरै पनि। अनि मैले चाहिँ सुरुमा न्युरोको अचार बनाउँदाखेरि साथीहरू 5-7 मिनट चाहिँ मैले यसलाई बोइल गर्छु। अनि पहिले मैले आलु उसिनेर राखिसकेको थिएँ। यसमा मैले आलु पनि एड गरेँ साथीहरू। अनि यसमा चाहिने स्वादअनुसार नुन, बेसार, अनि भुटेर राखेको पिसेको तिल, अनि तोरीको तेलमा मजाले मेथी फुराएर, खुर्सानी फुराएर झ्याममा झ्वाइँ हुने गरेर त्यहाँबाट झान दिएपछि मिठो हुन्छ। अरू यसलाई केही चाहिँदैन। मेरो अचार रेडी भयो साथीहरू। बाई बाई।